हे गाइस, के तपाईहरु कहिले चन्द्रमामा जानुभएको छ? यदि जानुभएको छ भने त्यहाँबाट खनिरहेको बाटो देखिन्छ नि, त्यो चाहिँ हाम्रो खोट्याङमा खनिरहेको बाटो हो के। रसदेखि पान्धारेसम्मको सडक निर्माणको काम भइरहेको छ। कालोपत्रे बनाउनको लागि चाहिँ धमाधम तयारी भइरहेको छ। कति छिटो हाम्रोमा चाहिँ काम अगाडि बढिरहेको छ के। अनि चन्द्रमाबाट हेरेर वैज्ञानिकहरू पनि छक्क परिरहेको छ अरे के। दिन रात नभनिकन कामदारहरू चाहिँ काम गरेकै हुनुहुन्छ। फेरि कत्रो ठुलो ठुलो पहाड काटेर बनाउनु पर्दो रहेछ कि यो कालोपत्रे गर्ने बेलामा चाहिँ बाटोहरू। पहिलेको रोड त कहाँ थियो, अहिले त खन्दा तल रोड त पुगिसकेको छ के। तर यो काम चाहिँ यति तीव्र गतिमा भइरहेको छ है, कसैले पनि सोचेको थिएन यति छिटो काम हुन्छ भनेर। काम गर्ने ठेकदार राम्रो पर्यो भने काम त साँच्चीकै छिटो हुने रहेछ के। ठाउँमा रोडको कन्डिसन एकदमै नराम्रो भएर आवत जावतमा अलिकति असर परे तापनि आशा छ हाम्रो ठाउँको रोड पनि छिट्टै नै कालोपत्रे भएर एकदमै राम्रो चिल्लो रोडमा सरर हामी पनि गाडीमा चढ्न पाउनेछौँ। ममताले अलि बढी नै गफ हान्यो जस्तो लाग्यो भनेदेखि कि तपाईहरु यहाँ हेर्न आउनुहोस्, होइन भने चन्द्रमामा गएर हेर्नुहोस्। साँच्चीकै हाम्रो ठाउँमा काम गरिरहेको देखिन्छ अरे के।